हेलो शेवन्नी, वेलकम टु माई एनदर डे हो। आज चाहिँ हामी यहाँ गैरीबासमा छौँ। आजको मर्निङ चाहिँ गैरीबासबाट भइरहेको छ। आज चाहिँ हामी यही होमस्टेमा बसेको थियो, अन्त राम्रो रहेछ हो। अनि अब चाहिँ हामी खाजा खाएर चाहिँ ब्रेकफास्ट गरेर चाहिँ निस्किने सन्तकपुरको लागि। अघिसम्म चाहिँ दामी घाम लागिरहेको थियो कि फेरि अहिले आएर चाहिँ धुम्बा लागिरहेको छ, तर पनि घाम लाग्ने चान्सेस छ, दिन क्लियर हुने चान्सेस छ हो। ए पेट्स डग रहेछ, त्यो एउटा चाहिँ मदर रहेछ, दुईटा चाहिँ बच्चा। गैरीबासको नजारा भनिदिनुहोस् न हाम्रो लागि ल। यहाँ एउटा झ्याङ चाहिँ मजाले फुलेको रहेछ, लाग्यो। अब चाहिँ सन्दकपू किनभने चाहिँ सामान ज्यादा भएछ नि त, सामान के दामी फुलेको आयो यसरी। और ये इसका मान लीजिए आप इसमें रेट आ गया, इसमें सब रेड होगा ना, लेकिन इसका जो पत्ते वगैरह अलग है। किनभने चाहिँ हामी कालपोखरीमा आइसकेको छौँ। यहाँ टुरिस्टहरू पनि रहेछ हो। हेर्नुहोस् होला कालपोखरीको दृश्य। यहाँ चाहिँ दादा, यहाँ चाहिँ विवाह मेदर हो। यहाँ मैले पूजाहरू पनि गरिसक्यो। यहाँ पर देख्दै गरेको चाहिँ लोटस रहेछ, पछि फुल्छ अरे अक्टोबरतिर हो। अहिले त चिसो भइरहेछ, तर पनि हिँडाइले गर्दा चाहिँ मैले जम्पर लगाएको छुइनँ। अब चाहिँ लाउनु पर्ला जम्पर हो। हेर्नुहोस् होला दामी छ वेदर चाहिँ। विवाह यहाँ छ। यहाँ यो ग्रुप भेटेर चाहिँ हामी यही ग्रुपसँग जाँदैछौँ, किनकि बाटो पुरा अल्मलिने रहेछ नि त कि, अनि त्यही भएर चाहिँ यहाँ दादा चाहिँ माने भनेको रहेछ गाइड। यो चाहिँ कालपोखरीको दृश्य, गैरीबन्चमाथि सन्तकपुरबाट चाहिँ तल हो। यो चाहिँ अलिक तल। अब चाहिँ हामी उकालो लागेको फोटो खिचेर फोटो भिडियो। ल है साथी हो, अब भने चाहिँ हाम्रो सन्तकपुर 6 किलोमिटर छ। यहाँ याकहरू पनि देख्न थाल्यो हो। एकदम दामी भइरहेछ वेदर चाहिँ। हामी पानी झरीमा हिँडेर भए पनि वेदरले त साथ दियो। हेर्नुहोस् न कस्तो दामी नजारा आज चाहिँ फुल हेर्नु पाइरहेछ, मजा आइरहेछ। अहिले चाहिँ हामी यहाँ छौँ। यहाँको वेदर चाहिँ यस्तो भइरहेछ। उहाँ चाहिँ बिहानदेखि उठ्नु पऱ्यो भनेर अल्छी गरिरहेछ। मलाई चाहिँ हेर्नु थियो सनराइज, बट सनराइज चाहिँ भएन हो। के गर्नु त होइन, झन् के छैन। अब त्यो सनराइज हेर्दा त हाम्रोतिरबाट पनि राम्रै देख्छ देख्नु त कि, तर अब सनराइज भ्यू पोइन्ट यता उकालै त्यसो न माथि लेखिरहेको छ नि। हिजो आएर सुतेको केही देख्नु छैन। 0.2 किलोमिटर रहेछ। यहाँ रहेछ 0.2 थिएछ हो। फालुट 21। ल है साथीभाइहरू, भ्यू पोइन्ट चाहिँ आइपुग्यौँ। तर यहाँ भ्यू पोइन्टबाट चाहिँ आज यस्तो मात्रै छ है। हिजो हामी गैरीबन्चमा बस्दा चाहिँ बिहान उठ्दा चाहिँ कस्तो चकाचक घाम लागिरहेको थियो कि, सायद चाहिँ यहाँ पनि घामै लाग्यो होला कि। हिजो आउनेलाई चाहिँ राम्रो देखे जस्तो लाग्यो हो।
हामी चाहिँ हिजो तलै बस्यो किनकि यो 12 किलोमिटर धेरै उचाइमा थिएछ नि त, अन्त साह्रो पर्ने थिएछ हो। अन्त हिजो पनि हामीले निकै साह्रै परेर आइपुग्यो बिहान त्यस्तै 9। यहाँ चाहिँ अहिले हामी आइपुगेको छौँ यहाँ मन्दिरको परिसरमा। यहाँबाट त्यो नजारा चाहिँ दामी देखिँदो रहेछ है, नजारा पनि एकदम मिठो हो। तर पनि अलिक धुवाले यस्तो भइरहेछ हो नजारा। मेरो 14 एकदमै शान्ति रास्ता चाहिँ यस्तो रहेछ हो। हामी चाहिँ जाँदैछौँ उकालो चट्टानमाथि रहेछ। ल है अब चाहिँ हाम्रो यहाँ झ्यालमुरी बन्दैछ। हामी चाहिँ सुपर एक्साइटेड भएर चाहिँ चक्लेटहरू पुरा लिएको थियो, यति उफ्रिरहेको छ चक्लेटहरू हो, 2 दिन खाएर पनि अब चाहिँ अमान भएको जस्तो फिल पनि भइरहेछ। कनेर पनि यसो मिलेछ भने पक्कै खानुहुन्छ भनेर चाहिँ ल्याएको थियो, अन्त त्यस्तो त केही भएन, गलेर हलस थलस हो। हामी चाहिँ यो रुममा बसेको थियो सन्तकपुरमा चाहिँ, डोमेट्री रुमै हो, तर हामी यहाँ 2 जना मात्रै थियो। अहिले त्यस्तो सिजन अलिक कम्ती रहेछ नि त, त्यही भएर उहाँहरूले चाहिँ प्याज कटिङ गर्दैछ। यो चाहिँ हामी